समसामयिक विषय पल्टाएर हेऱ्यौ, सामाजिक विवाद तथा द्वन्द्व, सामाजिक न्याय तथा समानता, सामाजिक परिचालनमा, विद्युतीय अपराधमा, जनसङ्ख्या वृद्धिमा, मानव विकासमा नागरिक संलग्नतामा, समुदायमा आधारित विकासमा सूचना प्रविधिको प्रयोगमा, जैविक विविधतामा, जलवायु परिवर्तनमा, वन विनाशमा, वातावरणीय ह्रासमा, विपद व्यवस्थापनमा हेर्नुहोस्, फर्मुला व्यवस्थापन, हरेक टपिकमा, हरेक च्याप्टरमा नागरिक चेतना, सामाजिक सचेतनाको कमी भन्ने पोइन्ट मात्रै छ। अनि यो सामाजिक सचेतना कसरी हासिल गर्न सकिन्छ भनेर खोज्दै गएको के भेटिन्छ भन्दाखेरि यसको औपचारिक र अनौपचारिक विधिमध्ये औपचारिक विधिमा शिक्षा छ, विद्यालय मात्र शिक्षा र प्रौढ शिक्षा भन्ने भयो। अनि शिक्षाको अवस्था यस्तो बर्बाद छ त यो देशमा भनेर खोज्नु पर्यो भनेको खोज्दै गएको छ। 77.4% छ के अरे साक्षरता दर त हेर्दा ढुक्क भयो जस्तो क्या। अनि यसो सोच्दै थिएँ, झसङ्ग भएँ क्या। 22.6% मान्छे त अक्षरै नचिन्ने हो नि त त्यो भनेको त। यसमा खोज्दै जाँदाखेरि चाहिँ फेरि के भेटियो भन्दा 19.5% मान्छे चाहिँ एसएससी हो सोभन्दा बढी शैक्षिक योग्यता भएका व्यक्ति रहेछन्। भन्नु मतलब 100 जनालाई सर्लक्क उभ्याउने हो भनेदेखि 80 जना मान्छे चाहिँ एसएलसी जो नगरेका छन्। अनि फेरि खोज्दै गएँ, मानव विकास प्रतिवेदन 2025 देखि शिक्षाको सम्बन्धमा 2टा सूचक राखेको छ। अध्ययनमा संलग्न हुने वर्ष चाहिँ कति राखेको छ? 4.5 छ। 5 मान्दिउँ न, त्यो भने चाहिँ के रहेछ भनेर हेर्दाखेरि चाहिँ 25 वर्षभन्दा बढी उमेर समूहका व्यक्तिहरूले आफ्नो जीवनकालभरिमा 4.5 वर्षसम्म विद्यालय जाँदा रहेछन्। औसतमा 4.5 कक्षा पढ्दा रहेछन् भनौँ न। विश्वका उच्च विकसित मुलुकहरूको मिन सेयर अफ स्कुलिङ चाहिँ 12, 13, 14 वर्षसम्म छ र हाम्रो 4.5। यसबाट थाहा हुन्छ कि हामी शिक्षामा कति पछि छौँ भन्ने कुरा। त्यसैले समसामयिक विषय होस् वा शासन प्रणाली होस्, हरेक च्याप्टरहरूमा सामाजिक सचेतनाको कमी, नागरिक सचेतनाको कमी भन्ने पोइन्टलाई एकदमै धेरै जोड दिएर राखिएको छ।